कहिलेकाहीँ माया देखिँदैन, तर महसुस भने हुन्छ सधैँ। हाई एभ्रिवान, नमस्ते। म दिलेन लिम्बू। आज म तपाईहरुलाई एउटा मिठो प्रेम कथा सुनाउँछु। समय मिल्छ भने सुनेर साथ दिनुहोला है त। जिन्दगी बादलको सानो टुक्रा जस्तै रहेछ, एउटै ठाउँमा अडिरहन नसक्ने, कहिले कता ठेगानै नहुने। काठमाडौँ विमानस्थलबाट क्याथे पेसिफिकको एयरलाइन्स दक्षिण कोरियाका लागि यात्रुहरूलाई लिएर उडिरहेको थियो। विमानभित्र प्रायजसो सबै नेपाली नै थिए। त्यही विमानको एउटा सिटमा म आफ्नो देश, घर परिवार, प्रियसी अनि साथीभाइ सबैलाई छाडेर फेरि केही वर्षलाई टाढिरहेको थिएँ, मनमा सबैको सम्झना लिएर। विमान आफ्नै रफ्तारमा उडिरहेको थियो। विमानभित्र सुनसान, सबैजना चुपचाप थिए। कसै मोबाइल चलाउँदै, कसै भने निदाइरहेका थिए। बेला बेला एयर होस्टेजहरू वरपर गरिरहन्थे। मलाई भने मोबाइल चलाउन पनि मन भएन, निदाउन त झनै सकिन। मनमा केही दिन अघिसम्म मात्र परिवारहरूसँग बिताएका पलहरूले सताइरहेको थियो। समय पनि कति चाँडै बित्ने, परिवार साथीभाइसँग साथ रहँदा। ओहो, सम्झँदै आँखाहरू कतिखेर रसाएछन् पत्तै भएन। छेउमा बसेको मान्छेले नदेख्ने गरेर आँसु पुछे। प्यास लागे जस्तो घाँटी सुक्खा भएर आयो। एयर होस्टेजलाई एक ग्लास पानी मगाई पानी पिएँ। पानीले मेरो मनभित्र दन्किरहेको बिछोडको आगोलाई केही हदसम्म शीतल गरायो। म छटपटिरहेको देखेर होला मसँगै बस्ने मान्छेले बोलायो, दाइ कतासम्म हो नि? हेर्दा भर्खर 19-20 वर्षको टिटो, भर्खर जुगाको रेखी बस्दै गरेको गोरो तर सिकुटे केटो फिस्सा हाँस्दै सोध्यो। मैले पनि फिस्सा हाँसेरै भने, कोरियासम्म हो भाइ। अनि भाइ चाहिँ कहाँसम्म? अब प्रश्न मेरो थियो। जापान हो दाइ, उसको जवाफ। स्टुडेन्ट भिसामा हो, मैले सोधिहालेँ। हजुर, त्यति मात्र भने ऊ चुप लागेर बस्यो। मैले पनि सोधिनँ फेरि त्यसपछि अरू प्रश्न। सोचे हाम्रो देशबाट दिनौँ यसरी नै विदेश पलायन भइरहेका छन् मान्छेहरू, कोही कमाउन त कोही पढ्न। भोलि के हुन्छ थाहा छैन, तर सुन्दर भविष्यको खोजीमा बाध्य भएर टाढिरहेका छन् आफ्नै देशबाट। कठै हामी नेपालीको भाग्य। यस्तै सोचिरहेको थिएँ। प्लेन आफ्नै गतिमा उडिरहेको थियो। केही समयपछि खाना आयो। भोक त खासै थिएन, तर पनि अलिकति खाइदिएँ। खाना खाइसकेपछि वासरुम गएँ। फर्किएपछि ब्यागबाट बुद्धिसागरद्वारा लिखित उपन्यास एक्लो पढ्नलाई सुरु गरेँ। लेखकहरू मध्ये मलाई निकै मनपर्ने लेखक हुन् बुद्धिसागर। एक्लो उपन्यास पढ्दै जाँदा उपन्यासभित्रका पात्रहरूले मन कहिले विचलित हुन्थ्यो त कहिले खुसी। मेरो यात्राको प्रिय मित्र बनिदियो उपन्यास एक्लो। पढ्दै समय कटेको थाहै हुन्नथ्यो। कथामा म यति डुब्थेँ कि साँच्चीकै मलाई कथा पढिरहँदा अर्कै संसारमा पुगिरहेको महसुस हुन्थ्यो।
करिबन 3 घण्टाको हवाई उडानपछि हामी हङकङ ल्यान्ड भयौँ। हङकङमा 2 घण्टाको ट्रान्जिट थियो मेरो। हङकङ एयरपोर्ट निकै सुन्दर थियो। अबको 2 घण्टा मैले हङकङ एयरपोर्टभित्र बिताउनु पर्ने थियो। समय कटाउनलाई मलाई खासै गाह्रो भने हुने थिएन, किनभने मसँग थियो मेरो प्रिय मित्र, मेरो यात्राको साथी, उपन्यास एक्लो